हे गाइज अहिले चाहिँ हामी गोसाइकुण्ड यात्रामा निस्केका छौँ। कस्तो भइरहेछ? रमाइलो भइरहेछ। रमाइलो भइरहेछ, थुरथुर कामिरहेछ। ओहो कस्तो गाह्रो होला त यार। हेर्नु त है। ओइ झन्नै खेल्दे। त्यो कुनाबाट अस्थिल भएर के? त्यत्रो भारी बोकेर यार। ओहो कत्रो गाह्रो होला त। हेलो गाइज, फेरि फाइनल्ली हाम्रो सीताराम सर पनि गोसाइकुण्ड आउनु भएको रहेछ। हामीलाई खबरै नदिकन टक्कै भेट भयो। सर भनिदिनु के कुरा? एकदम नआत्तिकन जानुपर्छ, एकदम रमणीय स्तर, एकदम रमाइलो छ। रुखहरू चाहिँ यो पुरै तलतिर मात्रै फर्केको हाँका जति। यो चाहिँ मैले बुझ्न सकिनँ। घोडा चाहियो भने सम्पर्क गरौँ ल है। मतलब धेरै साह्रो चन्दनबारीको त राम्रै हुनुपर्ने हो। टाढो भइरहेछ। अहिले बिहानको ठ्याक्कै 5 बज्न लाग्यो होइन। अब हामी अझै यात्रामै छौँ। अहिले हामी यो छ नि यति धेरै डाँडाहरू, यो डाँडा काँडा खोला नाला सब पार गरेर अहिले यस्तो लागिरहेछ कि हामी नेपालकै सबैभन्दा हाइटमा छौँ कि यात्रामै छौँ होइन। आत्तिएको छैन, चिसोले गर्दा यो मास्क चाहिँ यहाँ लाउनु पर्ने अवस्था आइसक्यो। टोपी ल्याएको थिएन। हेलो गाइज, अहिले चाहिँ म ट्याक्कै हिमाल छेउमा छु। बनाएँ त, यत्रो अग्लो बनाएँ। यो चाहिँ लास्ट हाल्छु है त। आनन्द भयो। हल्का अलिकति तातो जस्तो भयो, नत्र त हातै सिधै नहुने अनि त्यो चट्टान ढुङ्गै ढुङ्गा बाहेक केही छैन होला। अक्सिजन नपुगेर है। यस्तो छ, कुकुर सुँग्दै हिँड्नुपर्छ। भगवानलाई चाहिँ कतिको मान्दो रहेछ भनेर यस्तो ठाउँमा बसिदिनु भएको। बाहुनले भैरवकुण्ड भन्छ, बुद्ध मार्गीले चाहिँ छोनाकुण्ड भन्छ। दाजुभाइ दुइटै हो। अनि आउँदाखेरि तल हेर्नु, जाँदाखेरि तल नहेर्नु भन्ने उखान पनि छ। वेट हेर्नुहोस्, वाउ यो खेल्दैछौँ है हामी चाहिँ। यो चाहिँ कालो कुण्ड, यो चाहिँ गोसाइकुण्ड हो। हेलिकप्टर पनि हे गाइज, हामी गोसाइकुण्ड आइपुगिसक्यौँ फाइनल्ली। लामो 2 दिनको यात्रापछि यो ठाउँमा आइपुग्यो। हामीलाई अहिले फ्रेस अनुभव भइरहेछ है। जति धेरै बोल्यो त्यति अक्सिजनको कमी महसुस हुँदो रहेछ कि। कस्तो भइरहेछ घोडा चढ्नु? भइरहेछ घोडाको यात्रा। घोडा दुखेर बिजोक भयो हो, त्यही भएर घोडा चढ्नु भयो। गाइज, हामी दोस्रो दिन चाहिँ यता तल धिम्स भन्ने ठाउँमा बसेर फर्किँदैछौँ। हे गाइज, वेलकम ब्याक। आजको टुर चाहिँ हामी यता गोसाइकुण्डको टुर हान्दैछौँ। अहिले हामी यो रोड हुँदै माथि गोसाइकुण्ड पुग्दैछौँ। हजुरहरूले यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्दैन होला। धन्यवाद।
डाङ 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 गा मारेर पश्चात चाहिँ भुरुक झर्दिबा के चिनेर भन्छ हिउँ जस्तो पर्छ हो र बुरु आज पनि त्यस्तो आउँछ होला हामी त गएको थियो नि त त्यहाँ भिडियो अन गर्नुभन्दा पहिल्यै हुनु पर्दो रहेछ अस्ति यहाँ त महँगो भन्ने होला बाबामा त्यही हाम्रो बाबामा अलिकति उकाइदिएको छ ओहो गुम्बा हो क्या हो यो त्यसको कति हो डिजाइन है कहाँ खाने हो छैन कि यता हाम्रो उहिले त्यत्रो हेरेको होइन त्यो पुष्पलाई पनि हेरेको हो पुष्पलाई पनि हेरेको छैन क्या तल हामी अस्ति त केही नपाएको चढ्नुलाई यस्तो सरकारी जानुपर्छ क्या कहाँ यतातिर आइरहेको छैन भने यहाँ हे गाइज अहिले चाहिँ हामी गोसाइँकुण्ड यात्रामा निस्केका छौँ यस्तो छ है अवस्था अब ठ्याक्क 8:15 निस्केका छौँ कतिखेर पुगिन्छ हेरौँ आजको यात्रा गोसाइँकुण्ड यो बाटो हुँदै माथि डाँडामा पुग्नु छ कहाँनिर हो थाहा छैन यता फर्किँदै हुनुहुन्छ कोही चाहिँ हामी चाहिँ अब 8:15मै हिँडेछौँ कति बजे पुगिन्छ हजुरहरूलाई हामी अपडेट दिँदै गर्नेछौँ धन्यवाद ट्रेकिङ हाम्रो यस्तो भइरहेछ है बाटो यस्तो छ हाम्रो यात्रा चलिरहेछ अहिले नै हामी लौरो टेकेर यात्रामा अघि बढिरहेका छौँ अब हेर्दैछौँ कति घन्टामा पुग्छ है 8:15मा निस्किएका थियौँ बाटो यस्तो छ है यता चाहिँ अब यो चट्टान मुनिबाट हामी हिँड्दैछौँ अलि ओर आएपछि चाहिँ यस्तो खालको झोलुङ्गे पुल हजुरहरूले देख्न सक्नुहुनेछ अझै पनि हामी तेर्सो बाटोमै छौँ अब चाहिँ यहाँ कटेपछि यो पुल कटेपछि चाहिँ सिधै ठाडै उकालो जस्तो लागेछ लेट्स हेर्दै जाउँ होइन तर पनि हामी आत्तिएका छैनौँ एकदमै एनर्जी लेभल हाई बनाएर पोजिटिभ भाइब्स पोजिटिभ सकारात्मक सोचाइ लिएर चाहिँ हामी अगाडि बढिरहेका छौँ यता फर्किने क्रम पनि जारी नै छ अब चाहिँ उकालो लाग्यो है यस्तो उकालो छ ठाडै छ यता दिदीहरू फर्किँदै हुनुहुन्छ ओहो चौरी सिकारको रेड पान्डा हार्बरको संरक्षण हाब्रोको संरक्षण सहभागी बनाऊ खान लाउन केही चाहिँदैन माया दिदी पुग्छ यस्तो छ है
यस्तो उकालो हिँड्नुपर्छ यतातिर नि गइरहनु भएको छ भयो यात्रा हो सुख दुःख उकाली ओह्राली होइन यस्तै छ जिन्दगी होइन त दिदी हामी पनि ओह्राली उकाली गरेर झोली बोकेर हाम्रो पनि बनाइदिएर लैजानु भिडियो नै हो हो ब्लगमा आउँछ युट्युबमा आउँछ है आशिष सबै आमा छोराहरू हो ल हिँड्नु कस्तो भयो हजुरको यात्रा एकदम ठिक छ राम्रो छ राम्रो छ गाह्रो भयो गाह्रो भयो ए राम्रो भयो हजुरलाई पनि गाह्रो नहोस् फर्किनु भयो हजुरहरू है बल्ल बल्ल अरू बेला त कालो हुन्छ त फेरि आज त क्या सेतो लुलु मान्छे कहाँ पुगिसक्यो हाम्रो त भिडियो बनाउँदा टाइम जान्छ हो हुन्छ म यसो छोटो छोटो मात्रै युट्युबको लागि हजुर हजुर कस्तो भइरहेछ रमाइलो भइरहेछ थुर कामिरहेछ पसिना चिरचिर आइरहेछ होइन ल ठिक छ ल ओहो कस्तो गाह्रो होला त यार हेर्नु त है झन्नै ठेल्दे त्यो कुनाबाट अस्थिर भएर के त्यत्रो भारी बोकेर यार ओहो कत्रो गाह्रो होला त यत्रो भारी बोकेर आमा है ओहो बिजोक देखेर है कति गाह्रो भयो होला त अस्ति हामी जाँदाखेरिको त बिजोकै एउटा पछाडि डोरी लाख्यो नि उति मुनिबाट त्यसले पुरै के अरे रगतै रगत भइराखेको गालोमा सानो सानो रहेछ अस्तिको यो त एकदम कडा कडा रहेछ ल यता हाम्रो सीताराम सर पनि हेलो गाइज फेरि फाइनल्ली हाम्रो सीताराम सर पनि गोसाइकुण्ड आउनु भएको रहेछ हामीलाई खबरै नदिकन टक्कै भेट भयो सर भनिदिनु न केही कुरा एकदम नआत्तिकन जानुपर्छ एकदम रमणीय स्तर एकदम रमाइलो छ हामी फर्किने बेला तपाईँ जाने बेला हामी जाने बेला तपाईँ फर्किने बेला थाहै भएन है ठिक छ ल सर धन्यवाद एक दिनको बिदा सदुपयोग भयो ल उहाँ चाहिँ एकदम उल्टो हिँड्दै हुनुहुन्छ तल पुगिसक्यो उल्टो हिँडेर अरू सुल्टो हिँड्दा नि उहाँलाई भेटाउन सक्नु भएन उल्टो हिँड्दै हुनुहुन्छ उकालोमा है ओह्रालो झार्दा नि यस्तो उल्टो हिँडेर ल हेर्नुहोस् है जमाना के हो ल रमाइलो छ जस ल बुवा रामसँग जानुहोस् है ल मेरिना म्याम त गएको नि अब सक्दैन सक्छु यस्तो छ होला सक्दिन सक्छ ठ्याक्कै यसरी बनाइराख्यो भने चाहिँ धर्म कमाउँछ अरे पुण्य कमाउँछ अरे त्यही भएर चाहिँ यसरी ओ झन्नै डले लु 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 यसरी चाहिँ बनाइराख्नु ल यो चाहिँ ठिक छ ल
यो चाहिँ देउराली होटल हो। यहाँ चाहिँ हामी खाना खाएर निस्केर यहाँ आइपुगेका छौँ। अहिले चाहिँ ठ्याक्क 1:15 भएछ भनेपछि 1 2 3 4 5 घन्टा 5 घन्टा भइसकेको छ हामी हिँडेको चाहिँ। अझै उकालो जारी छ है। यस्तो छ यताको रुखहरू चाहिँ यो पुरै तलतिर मात्रै फर्केको हाँगा जति। यो चाहिँ मैले बुझ्न सकिनँ, सब तलतिर फर्केको हाँगा जति। हेर्नुहोस् त यस्तो छ। ल घोडा चाहियो भने सम्पर्क गरौँ ल है। नम्बर दिनु त। हिँड्ने नै हो हामी त। यो चाहिँ रुख पनि यस्तो खतरा छ हेर्नुहोस् त। दिम्सा के भन्ने ठाउँ आइपुगेको छौँ पक्रिल। यो ठाउँ चाहिँ यस्तो छ, साह्रै उकालो छ, हिँड्नलाई गाह्रो छ, तर पनि यात्रा जारी नै छ है। यता गाह्रो भइरहेछ। 8 बजे हिँडेर चाहिँ उहाँहरू। हामी चाहिँ अहिले दिम्सा आइपुगेका छौँ। एकदमै कठिन र कष्टकर छ, उकालो एकदमै धेरै नै छ। दिम्सामा चाहिँ अहिले हामी आइपुगेका छौँ। दिम्सा लामा होटल। अहिले चाहिँ पुरै हुस्सु लाग्यो। ल यस्तो छ। अहिले चाहिँ हामी चन्दनबारी आइपुग्यो है। एकदमै कष्टकर र दुःखदायी थियो, तर पनि मनमा एउटा ऊर्जा र हौसला थियो। एउटा प्रसिद्ध ठाउँ, धार्मिक स्थल जाने भनेपछि अलिकति हौसला नै भइहाल्छ। त्यसकारण हामीलाई त्यस्तो थकाइको महसुस चाहिँ भएन, आरामले आइयो। यता चाहिँ हजुरहरूले दृश्य चाहिँ यस्तो राम्रो मनमोहक, ल यस्तो दामी दृश्य चाहिँ देख्न सक्नुहुनेछ है त। यो चाहिँ चन्दनबारी। यो चन्दनबारी भन्ने ठाउँमा चाहिँ एकदमै रमाइलो। हजुर खोइ ए यो त के बनाउने रे? चिज बनाउने फ्याक्ट्री भने होइन? यतातिर कता हो? कारखाना कता हो? यता रहेछ नि।
चीज उत्पादन केन्द्र ए चीज उत्पादन केन्द्र राम्रो ठाउँ रहेछ यो चाहिँ ल यता चाहिँ बजारमा जस्तै रहेछ है टन्नै बगेर ल्याएर यस्तो बनायो भनेपछि त अनि फिल्ममा त लाग्यो त्यो यहाँ रहेछ नि खोइ किच फिल्ममा एकछिनलाई तातो अहिले त तातो घर पुगेपछि त त्यो त फालिदिने होटल रेड पान्डा एन्ड लज ओहो दामी दामी रहेछ ल धेरै राम्रो ठाउँ के नौनी पाइन्छ किन किन अलिअलि देख्छु काट्दाको ठाउँमा चाहिँ कालो देख्यो चन्दनबारीको त राम्रै हुनुपर्ने हो नै आऊ है तिम्रो हुन्छ नि छुर्पी किन्दैछौँ अहिले चाहिँ हामी रेड पान्डा होटलहरू चिजको भरमा हिँड्छ नि होइन कि प्राय मान्छे चाहिँ यो चन्दनबारीमा बस्छ कि हो रहेछ यार दामी दामी होटल रहेछ यहाँ त नि यहाँ त यो भगवान् रहेछ यहाँ भगवान् हेर्न गुम्बा भने यही होला राम्रो राम्रो छ अरे क्या यहाँ सबै एटेचहरू यताउता छ अरे क्या सबै मैले लुगा ल्याएँ हजुर खाने हो मलाई पेट लाग्दैन बनाएर आएकै त होला उतातिर पनि बत्ती त छ होला नि
हजुर एकदमै गाह्रो भएको छ। कहिले घाम कहिले पानी यस्तै छ। यहाँबाट चाहिँ टक्कै हिमाल एकदमै नजिक र यो ठाउँ चाहिँ यस्तो चिसो छ होइन। अब यो कुरा गरेर साध्यै छैन कति छ भनेर, माइनसमा होला जस्तो लाग्छ मलाई होइन। घाँटी सुकिसकेको छ, टाउको पनि पुरै दुखिरहेछ होइन। तर पनि अझै जोस जाँगर हराएको छैन। हामी 0 लेभलबाट यत्रो हाइटमा आइसकेका छौँ। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ यो हिमाल हिउँहरू चाहिँ एकदमै नजिकै देखिसकेको छ। हेर्नुहोस् त यति नजिक छ। अझै हामी नजिक पुगेर हजुरहरूले भिडियो अपलोड गर्ने नै छौँ। बल्ल यहाँ उज्यालो हुँदैछ। यो पुरै हिउँ परेको छ है यतातिर पुरै। हाम्रो यात्रा जारी नै छ। यस्तो छ हालत चाहिँ है। मिलाउनु परिहाल्यो। बिहान भर्खर उज्यालो हुँदैछ। यस्तो छ हेर्नुहोस् त, यस्तो दामी छ। ल चिसोले घाँटी समाइसकेको छ, बोल्न अलि अप्ठ्यारो छ। हेलो गुड मर्निङ सम्पूर्णलाई। हिजोदेखिको यात्रा अझै पनि जारी नै छ है। चिसो अत्याधिक भएको कारणले अहिले बोल्नलाई नै अलि अप्ठ्यारो भइरहेछ। अहिले बिहानको ठ्याक्कै 5 बज्न लाग्यो होइन। अब हामी अझै यात्रामै छौँ। अहिले हामी लौरी विनायक भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ पुरै हिउँ परेको छ चारैतिर है। यहाँको चिसो यति धेरै छ कि त्यो भनेर भन्नै सकिँदैन। त्यही पनि हामी एकदमै लागि परेका छौँ यात्रालाई सफल बनाउनका लागि। यो यसो हेर्दाखेरि तपाईँले हेर्नुभयो भने यति धेरै यो छ नि, यति धेरै डाँडाहरू, यो डाँडा काँडा खोला नाला सब पार गरेर अहिले यस्तो लागिरहेछ कि हामी नेपालकै सबैभन्दा हाइटमा छौँ के, त्यस्तो लागिरहेछ। हेर्नुहोस् त यत्रो डाँडा र यो डाँडाहरू कति अग्लो थियो कि यो डाँडाहरूलाई पार गरेर हामी यहाँ आइपुगेका छौँ। हेर्नुहोस् चारैतिर हिमाल हिउँ परेको छ है। यस्तो छ आमामामा, चिसोको त कुरै नगरौँ होइन। यस्तो छ है यहाँको अवस्था चाहिँ पुरै। चारैतिर हिमाल हिउँ परेको छ। यस्तो लाग्छ कि हामी सबैभन्दा हाइटमा, सबैभन्दा डाँडामा, सबैभन्दा उचाइमा हामी आइपुगेका छौँ। तर पनि हामी यात्रामै छौँ होइन। आत्तिएको छैन। चिसोले गर्दा यो मास्क चाहिँ यहाँ लाउनु पर्ने अवस्था आइसक्यो। टोपी ल्याएको थिएन। टोपी नल्याएको कारणले चाहिँ अलिकति हामीलाई अलिकति असहज त भइरहेछ। बोल्नलाई नै अलिक गाह्रो भइरहेछ। यहाँ अक्सिजनको पनि एकदमै कमी हुँदो रहेछ होइन। तर पनि हामी आत्तिएका छैनौँ। एकदमै इनर्जेटिक भएर होइन भगवान्सँग, महादेवसँग, शिवसँग भेट्नलाई, गोसाइँकुण्डमा जानलाई हामी आतुर छौँ। कतिखेर पुग्छ भनेर आतुर छौँ। तर पनि हामी यति पनि नआत्तिकन, यतिकै पनि विचलित नभइकन हामी यात्रालाई जारी राखिरहेछौँ होइन। तर पनि हामी, मेरो लट्ठी चाहिँ यता खस्या छ है। यात्रा चाहिँ एकदमै कठिन र कष्टकर हुँदा पनि हामी एकदमै लागि परेका छौँ। र आशा छ पक्कै पनि हाम्रो यो यात्राले केही न केही जीवनमा परिवर्तन ल्याउनेछ, केही न केही जीवनलाई सहजता बनाउनेछ। आज 2 दिन भयो होइन। अझै मेरो विचारमा 1 देखि 2 दिन हिँड्नुपर्छ तल झर्दासम्म होइन। तर पनि हामी यति पनि आत्तिएका छैनौँ। एकदमै जीवन भनेकै सुख दुःखको सङ्गम हो नि त होइन। त्यसकारण हामी दुःखसँग आत्तिने, मात्तिने, डराउने, त्रसित हुने होइन, त्यस्तो चाहिँ हुँदैन।
त्यसकारण हामी एकदमै हौसलाका साथ यसरी अघि बढेका छौँ। यो पुरै हिमाल हेर्नु त हिउँ परेको छ है, यस्तो छ। त्यसकारण हामीले जीवनमा केही न केही पाउनु छ भने अवश्य पनि यस्तो दुःख उकाली ओह्राली गर्नु नै पर्छ। यो चाहिँ होटल मर्निङ भ्यू, लौरी विनायक रसुवा नेपाल। यसको हाइट चाहिँ 39,950 मिटर रहेछ समुद्री सतहबाट। अनि यहाँबाट चाहिँ यहाँ चाहिँ सर्भिसहरू चाहिँ डाइनिङ हल रहेछ, रुम रहेछ, ह्यान्डिक्राफ्ट एभाइलेबल, ब्याट्री रिचार्ज, हर्स राइडिङ, हर्स साउ बाई द गेस्ट, धेरैवटा सर्भिसहरू यहाँ एभाइलेबल छ। माया होटल एन्ड लज। हेलो, फेरि पनि गुड मर्निङ फ्रम लौरी विनायक। अहिले चाहिँ बिहानको ठ्याक्क 5 बजेको छ। अहिले हामी लौरी विनायक रसुवा लौरी विनायक जुन चाहिँ समुद्री सतहबाट 3,950 मिटरको हाइटमा छौँ। यो झन्डै धुन्चेबाट लगभग 1 दिन पुरै हिँड्नुपर्छ। अहिले हामी हिजो बिहानदेखिको यात्रा हो। अहिले बिहान बल्ल यहाँ आइपुग्यो। अझै पनि हामी गोसाइकुण्ड पुग्नको लागि फेरि पनि मेबी 3 किलोमिटर्स होला होइन। अझै पनि हामीलाई 2-3 घन्टा 4 घन्टा जति लाग्न सक्छ। हिँड्न एकदम कठिन छ, असहज छ। यो ठाउँमा चाहिँ यस्तो चारैतिर हिमाल छ, हिउँ परेको छ होइन। यस्तो लाग्छ कि हामी यो डाँडाहरू छ नि, यो डाँडाहरूभन्दा सबैभन्दा माथि छौँ क्या। हामीलाई के लागिरहेछ अहिले भन्दाखेरि प्रकृतिको सुन्दरता, स्वर्ग भनेको यही हो जस्तो लागिरहेछ क्या। किनभने यति रमणीय ठाउँ, यस्तो रमाइलो ठाउँ जहाँ चाहिँ हामीले सोचेको पनि थिएन यति रमाइलो छ भनेर। हेर्नुहोस् त, ल चारैतिर हिमाल हिउँ परेको छ है। यति चिसो छ यो ठाउँको मौसम। अहिले मलाई भन्नुपर्दा, वास्तवमा भन्नुपर्दा होइन, हामी तलबाट आएको भएको कारणले नै होइन होला होइन। धेरैजनाले पनि भन्ने गर्नुहुन्थ्यो यो ठाउँमा अक्सिजनको एकदमै समस्या छ भनेर। एकदमै मैले पनि त्यो फिल गरिरहेको छु। अक्सिजनको चाहिँ अलिक समस्या हो कि भन्ने भइरहेछ। श्वास बढ्ने, लेग लाग्ने हुन्छ नि त, त्यस्तो भइरहेछ होइन। र चिसो, यो ठाउँको चिसो यस्तो लाग्छ अहिले माइनस कति डिग्रीमा होला क्या, जस माइनसमै छ कि यो। यति छ कि हामीलाई तलतिर हाम्रो पुस माघमा जुन चिसो हुन्छ नि, त्यो चिसोभन्दा पनि बढी छ क्या। त्यो चिसोले पनि यति जाडो हुँदैन थियो। तर यहाँ चाहिँ अहिले यस्तो चिसो छ, हातहरू यस्तो सिधा गर्नलाई पनि गाह्रो हुन्छ। हेर्नुहोस् यस्तो छ। त्यही भएर हजुरहरूलाई पनि एकचोटि नुवाकोट हुँदै रसुवाको कालिका स्थान हुँदै हामी धुन्चे हुँदै यो के अरे गोसाइकुण्ड भन्ने एउटा तीर्थस्थल, जुन महादेवको स्थल होइन, भगवान् शिवको ठाउँलाई चाहिँ एकचोटि हजुरहरूले पनि सबैले अवलोकन गर्नलाई आइदिनु होला। यहाँ चाहिँ दिनकै 3-4वटा हेलिकप्टरदेखि लिएर धेरै ठुल्ठुलो नेताहरू, ठुल्ठुलो व्यवसायहरू पनि आउने गर्छन्। अझै हामी गोसाइकुण्ड पुग्न बाँकी नै छ। हजुरहरूलाई त्यहाँको दृश्य देखाउने नै छौँ है त। हेलो गाइज, अहिले चाहिँ म ट्याक्कै हिमाल छेउमा छु। यो हिमालको मनोरम रमाइलो दृष्टि हजुरहरूले देख्न सक्नुहुन्छ है त। बनाएँ त, यत्रो अग्लो बनाएँ। यो चाहिँ लास्ट हाल्छु है त। ओए सेट ढलिगयो फेरि निर्माण गर्नु पर्यो होला। अब भगवान् निर्माण गर्दैछु मैले।
यति मात्र हट्छ है त ल चढाउने बेला पछि हे गाइस यहाँ चाहिँ लौरो चढाउने रहेछ यो भगवान्लाई लौरो चढाएर फेरि पैसा तिरेर चाहिँ किन्ने रहेछ मैले चाहिँ पैसा तिरेर यो किनिसकेको छु अब यो लौरो टेकेर फेरि गोसाइँकुण्डको यात्रा अझै निरन्तरता छ अझै हामीलाई 2 घन्टा जति लाग्छ भन्ने छ हैन यहाँ चाहिँ सबैले यसरी ढुङ्गाको चाहिँ देवताहरू बनाइराखेका छन् ल एकदमै राम्रो छ ल हामीले लग्यौँ है लग्यौँ यसको चाहिँ सबै रोग विद्या सबै चढेर राख्नु ल हेर्नुहोस् घाम पठाइदिनु भयो एकदमै हामीलाई चाहिँ यहाँ जाडो भइरहेको थियो कामकै अभाव थियो भगवान्ले हाम्रो पुकारलाई सुनिदिएको छ है एकदमै ओ वाउ वाउ आनन्द भयो ल हल्का अलिकति तातो जस्तो भयो नत्र त हातै सिधै नहुने अनि ओहो यस्तो दामी ठाउँ हेर्नु त ओहो यहाँबाट घाम झुल्किएको छ है त यस्तो दामी ठाउँ ओहो जस्तो यो ठाउँको बयान गरेर सकिँदैन किनभने यति राम्रो यति सुन्दर ठाउँ छ ओहो यस्तो चट्टान छ हेर्नुहोस् त ल ओहो यस्तो पहाड छ हेर्नुहोस् खै कस्तो खतरा हे गाइज अहिले चाहिँ म यो एकदमै हाइटमा आइपुगेको छु है यतातिरको डाँडाहरू हजुरहरूले देख्न सक्नुहुन्छ हैन यस्तो चट्टान छ यो सोच्नै नसकिने यस्तो छ यता मामा के भन्नुभयो ए मामा यता नि भिडियो देखाउनु भन्दैछ ओ त्यहाँ चाहिँ घाम लाएर अलिकति भयो नि हामीलाई राहत मिलेको छ हामी चाहिँ अब अझै उकालो टुङ्गिएको छैन हो त्यहाँ माथिसम्म चाहिँ उकालो नै छ त्यो बत्तीको खम्बा पोल देखेकोसम्म चाहिँ उकालो नै छ त्यसपछि चाहिँ हामी हल्का तेर्सो लाग्नेछौँ तर अहिलेसम्मको यात्रा एकदम इन्जोयफुल एकदमै गुड होइन एकदमै राम्रो भइरहेछ थ्याङ्क्स गड होइन हामी भगवान्को नजिक एकदमै पुगिसकेका छौँ यतातिरको चारैतिरको हिमालको मनमोहक दृश्यले मनमा एउटा खुसी आनन्द र स्वर्गको फिल अनुभूति चाहिँ हामीलाई भइरहेछ त्यसकारण हजुरहरूले पनि एकचोटि घुम्नु होला यो ठाउँमा चाहिँ यस्तो ठाउँमा म अहिले उभिएको छु जहाँ चाहिँ तपाईँहरूले हेर्नुभयो भने अझै म अलिक पछाडि जान्छु यो ठाउँमा यस्तो हेऱ्यो भने तपाईँहरूको आङ श्रिङ्ग भएर आउँछ होला यस्तो डेन्जर ठाउँ छ हेर्नुहोस् त यस्तो ठाउँबाट हामी हिँड्दै गोसाइँकुण्डको यात्रामा छौँ अझै पनि हजुरहरूले देख्न सक्नुहुन्छ पारीको पाखाहरू हेर्नुहोस् त ओहो कत्रो ठुल्ठुलो चट्टान ओहो त्यो चट्टानमा हेर्नुहोस् त ओहो आमामा ढुङ्गा त्यत्रै ओहो थ्याङ्क्स ओ माई गड हेर्नुहोस् त चारैतिर हिमाल छ होइन चारैतिर ढाकिएको छ यो पहाडहरू भन्दा नि हामी माथि आइपुगिसक्यो कि अलमोस्ट होइन ऊ त्यो तलबाट हामी हिँड्दै ओ माई गड मान्छेले चाह्यो भने असम्भव भन्ने चिज केही पनि छैन भन्दै नि वास्तवमै हो रहेछ क्या यो हामीले सोचेको भन्दा परिकल्पना गरेको भन्दा धेरै माथि हो मान्छेले चाह्यो भने सगरमाथा चढ्न सक्छ वास्तवमै हो रहेछ क्या हाम्रो आँट नै ठुलो कुरा रहेछ हामी आँटेनौँ होइन सोचेनौँ हामीले साहस लिएनौँ भनेदेखि होइन सोचेनौँ आँट लिएनौँ भनेदेखि हामीले सक्दैनौँ क्या यस्तो भिड पाखा हेर्नु त ओहो
यस्तो डेन्जर ठाउँबाट मैले भिडियो कैद गरिरहेको छु हजुरहरूको लागि भनेर। मामाहरू यता माथि पुगिसक्नु भएको छ। म चाहिँ अब लौरो टेक्दै, यो ग्यास्ट्रिकले होला अलिकति पेट पनि ठुल्ठुलो भएको छ, हिँड्नलाई नै अलिक गाह्रो असहज भइरहेछ। तर पनि आत्तिएको छैन होइन, यात्रा जारी नै छ। एकदमै खुसी छु। थ्याङ्क यू सो मच। डाँडाहरू नि तल देखाएको छ अब त हेर्नु त, यस्तो डाँडाहरू नि माथि उछिनेर हामी यहाँ टपमा आइपुग्यो। डाँडाहरू भन्दा पनि माथि के कस्तो छ मलाई, ऊ त्यो हिमालको बराबरीमा हामी आइपुगिसकेका छौँ। ओ माई गड, अहिले चाहिँ हामी सबैभन्दा माथि हाइटमा आइपुग्यौँ। यो चाहिँ यस्तो छ है, ओहो हो, यहाँसम्म आइपुग्नलाई धेरै दुःख कष्ट मेहनत चाहिँ गर्नु पर्यो। त्यही पनि यात्रा जारी नै छ। यता यस्तो छ है, तर पनि केही छैन। यस्तो ठाउँमा सुत्ने ल, के पाउने यहाँ चाहिँ के हो? भिडियो लाने हो तपाईँको यो पनि फुटेछ कि नलैजाउँ नलैजाउँ के हो? हेर्नुहोस् यहाँ हिउँ परेको छ, यस्तो छ कि अनि अब हेर्नुहोस् है, ए ओहो कगजको के रहेछ ल, यहाँ हिउँ परेको छ है। हिउँ खेल्ने भए चाहिँ आउनु पर्ने रहेछ ल। धेरै दुःख कष्ट गरेर बल्ल तल्ल हामी यहाँ आइपुग्यो। अन्त नै यो हिउँ चाहिँ हामीले खेल्न पायो ल। 2.5 हो। अब चाहिँ यो गेट आइपुग्यो हामी। यो गेटबाट नै अझै 2.5 किलोमिटर हिँड्नु छ। अझै हाम्रो विचारमा 1-1.5 घन्टा त लागि नै हाल्छ होइन। यो ठाउँ चाहिँ यस्तो राम्रो मनमोहक दृश्य होइन। यो दुईटा ढुङ्गाले नै कस्तो दामी दृश्य दिइरहेछ होइन। यहाँबाट चाहिँ अब हामी यो प्रवेशद्वार हुँदै नेपाली सेनाले चाहिँ नेपाली सेना र यो राष्ट्रिय निकुञ्ज लाङटाङ राष्ट्रिय निकुञ्जले चाहिँ यो लगभग कति भने 2.5 किलोमिटर चाहिँ रेलिङ तथा प्रवेशद्वार चाहिँ बनाएको रहेछ। यहाँबाट हामी भित्र रेलिङ हुँदै सिधै गोसाइँकुण्डमा पुग्नेछौँ। यस्तो डाँडामा आइपुग्यो ल, सबभन्दा टप नै होला। अब चाहिँ तेर्सो होला है। हेर्नुहोस् त त्यो डाँडा छ, यहाँबाट चाहिँ अब हामी तेर्सो लाग्नेछौँ। हेलिकप्टर पनि दर्शनको लागि आइरहनु भएको छ है। गोसाइँकुण्ड दर्शनको लागि यो पहाडभन्दा पनि मुनिबाट हेलिकप्टर माथि जान सक्दैन है। ओ माई गॉड, कस्तो चट्टान हेर्नु त, ढुङ्गै ढुङ्गाको। ओहो चट्टान, ढुङ्गै ढुङ्गा। यहाँबाट चाहिँ यस्तो दामी पानी आइरहेछ है। ओहो शुद्ध हिमालबाट आएको पानी। उताबाट आउँदा नि बाटो चाहिँ छ जस्तो छ है, चट्टानतिर बाटो जस्तो देखिएको छ। यता माथितिर हिउँ अझै पग्लेन, हिमाल छ है। यता पुरा आइस पग्लेर त्यहाँनिरको पानीहरू त ओहो
कति सुन्दर सफा। यता अझै यात्रा जारी छ है, हिँड्न सकेको छैन, तनाव छ, गाह्रो छ। यस्तो चट्टान ढुङ्गै ढुङ्गा, ढुङ्गा बाहेक केही छैन ल, सब ढुङ्गा हो यो है गाइज। होइन ल फेरि हेलिकप्टर आउँदैछ है यहाँ पारिबाट। हेलिकप्टर चाहिँ आक्वाई गर्दो रहेछ है त। हेर्नुहोस् त गाइज, हेलिकप्टर गोसाइँकुण्ड दर्शनको लागि आक्वाई गर्दो रहेछ है। अघि 3-4वटा आइसक्यो, यो चौथो होला सायद, तेस्रो या चौथो। हेर्नुहोस् त, यो चाहिँ पहाडको मुनि मुनि चाहिँ यसरी जाँदो रहेछ। चाहिँ गोसाइँकुण्ड यता पुरै हिउँ परेको छ है, यसरी अझै पग्ले छैन हिउँ। ल आयो है, फेरि अर्को आयो ल। हेलिकप्टर त यहाँ आक्वाई गर्दो रहेछ ल। त्यस्तो ढुङ्गा छ ल, चट्टान के भन्ने अब, यो चट्टानै चट्टान ल, ढुङ्गै ढुङ्गा, ढुङ्गा बाहेक केही छैन, न रुख बिरुवा छ न माटो छ। अब यस्तो छ है, चिसो लागिरहेछ, चिसोले गर्दा मास्क यसरी राख्नु परेको छ। यता यात्रा जारी छ, अझै हाम्रो यात्रा सकिएको छैन है। अब आइसहरू यता जमिरहेछ, हिउँ परेको छ, यस्तो चिसो छ, आमा कुरै चढ टाउको त फुल्ला चाहिँ टोक्छ चिसोले। हेर्नुहोस् गाह्रो भयो मामा, लेक लाग्यो है, लेक लाग्यो हो, यस्तो छ। लेकलाई यति नै हिँड्न सक्दैन, यता आइस बगाल्दै चाहिँ हिउँ, हिमालको हिउँ। ओहो मामाले ल, यस्तो छ। चिसो कति होला अब आफै अनुमान गर्नु होला तपाईँहरू है। हेर्नुहोस् कति छ चिसो, हात ठेरेर कस्तो भइरहेछ त्यो हामीलाई मात्र थाहा छ। हजुर जेठको महिनामा के हो, झन् बढी होला है। यस्तो रेलिङ 2.5 किलोमिटर हिँड्नुपर्छ लगभग। यो नेपाल आर्मी र राष्ट्रिय निकुञ्जद्वारा निर्मित यो रेलिङ चाहिँ 2.5 किलोमिटर, कहिले उकालो कहिले ओह्रालो कहिले तेर्सो यसरी नै हिँड्नुपर्छ है। त्यसपछि मात्रै गोसाइँकुण्ड पुगिन्छ। ढुङ्गै ढुङ्गा ल, केही छैन, ढुङ्गा बाहेक यहाँ माटै छैन। कसरी सक्यो होला है बस्यो। ओहो कत्रो ठुलो चट्टान के, ढुङ्गा बाहेक केही छैन, न माटो न केही। त्यही भएर नि यहाँ केबल कार ल्याउनु चाहिँ गाह्रो हुने होला क्या, केही छैन, रुख बिरुवा पनि छैन, ढुङ्गा माटो पनि छैन। एउटा लगाइ चाहिँ एउटा चाहिँ ताल आइपुग्यो, यो मेरो विचारमा भैरवकुण्ड होला होइन। ल एउटा कुण्ड चाहिँ यहाँ देख्यो हामीले। ल यस्तो छ, यता गोटा जाँदैछ। ए गाइज यस्तो चाहिँ अक्सिजन नपुगेर है यस्तो छ। कपुर सुँग्दै हिँड्नुपर्छ, खाएको पनि छु। यदि यो ठाउँमा हजुरहरू आउनुहुन्छ भने कपुर चाहिँ लिएर आउनुपर्छ। कपुर सुँग्दै खाँदै, यो चाहिँ अति नै हाइटमा भएको कारणले सास फेर्न चाहिँ अति नै मुस्किल हुन्छ है। एक पाइलो पनि चाल्न नसक्ने गरी एकदमै सासै रोके जस्तो हुन्छ। तर पनि यात्रा जारी छ, गन्तव्यमा पुग्नु छ, एउटा टार्गेट छ, त्यसलाई मिट गर्नु छ। त्यसकारण हामी कति पनि नआत्तिकन अझै यसरी गन्तव्यलाई चाहिँ अगाडि बढाउँदैछु है त। आज त्यहाँ माथि रहेछ है, हो यो कुण्डै कुण्ड छ है। फेरि उकालो आइपुग्यो है। के गर्ने अब, हिँड्नलाई लास्टै अप्ठ्यारो छ। अब फेरि उकालो छ, हेर्नुहोस् त
ओहो सक्यो भने फेरि आउँछ सक्यो भने फेरि आउँछ हे भगवान् देउतालाई भेट्न भगवान्लाई भेट्न गाह्रो छ भन्दै हो रहेछ के कसो मामा भनिदिनु त भगवान्लाई चाहिँ कतिको मान्दो रहेछ भनेर यस्तो ठाउँमा बसिदिनु भएको मैले किनभनेदेखि मलाई मान्ने कस्तो गरी मान्दो रहेछ मनले मात्रै मान्दो रहेछ कि तन मन ध्यानले पनि मान्दो रहेछ कि भनेर चाहिँ यस्तो ठाउँमा चोखो तपाईँ बस्नु पनि चोखो ठाउँमा गएर यहाँ उभिएला मान्छे नछिने ठाउँ त्यस्तो ठाउँमा चाहिँ म आएर तपस्या गर्नुभएको तल चाहिँ अब छेत्री बाहुनले भैरवकुण्ड भन्छ बुद्ध मार्गीले चाहिँ छोनाकुण्ड भन्छ दाजुभाइ दुइटै हो अनि आउँदाखेरि तल हेर्नु जाँदाखेरि तल नहेर्नु भन्ने उखान पनि छ किंवदन्तीमा लेखेको त्यही भेटिन्छ यति नै हो मैले जानेको कुरा धन्यवाद मामा यहाँ हालत खराब भयो अब यस्तो छ अवस्था सास फेर्न नि गाह्रो टाउको दुखेर यो मास्क बाँधिरहेछ है टोपी ल्याएन चिसो कति छ भन्ने कुरा तपाईँहरूले यो पहाडको हिउँ देखेर होइन थाहा पाइहाल्नुहुन्छ कति चिसो होला भनेर कुरा नगरौँ गाइज यो ढुङ्गा छ नि यो तपाईँहरूले भन्नुहोस् त ल कसरी बस्यो कि यो तल खस्नुपर्ने होइन र साँच्चीकै भगवान्लाई हामी मान्नुपर्छ भन्ने कारणै हो दैवी शक्ति छ के नत्र त्यो ढुङ्गा त्यस्तो ओह्रालोमा ढुङ्गा माथि ढुङ्गा कुनै हालतमा बस्दैन थियो हेर्नुहोस् त कस्तो गरी बसेछ हेर्नु त ल ट्याक्क ढुङ्गा माथि ढुङ्गा खसेको छैन क्या तर कस्तो हदसम्म के है शक्ति यो चाहिँ जाँदै गरेको हेलिकप्टर त आउने जाने भइरहन्छ है पुरै यता चाहिँ पग्लिरहेछ आएछ हेर्नुहोस् है पुरै अब पहिला चाहिँ हेर्नु टक्क अब खुट्टाले यस्तो गरौँ त अब के अन्त हातले छुन सकिँदैन है यस्तो रमाइलो ठाउँ छ क्या हेर्नुहोस् त बाटो यस्तो छ है उकालै कसरी चढ्ने हो को ऊ त कुद्यो नि त कति कुदिरहेछ मलाई नमस्ते गरेर गयो बिचरा संस्कारी रहेछ जोस् संस्कारी विदेशी हो कि के हो आमा यस्तो छ हेर्नुहोस् हिँड्न सकिँदैन यहाँ पुरै हिउँ परेछ यस्तो चिसोमा हिँड्नु परेछ के गर्नु गाह्रो छ डेक लगाएर शिखरमा पुग्ने हो जसरी पनि पुग्ने हो एक सास जोडेर भयो भने मरे पनि गोसाइकुण्डमै मरौँला पुग्न चाहिँ पुग्ने हो जसरी पनि पुग्ने हो यस्तो छ बाटो डाँडामा आइपुग्यो समय दिने एकचोटि सक्दैन है यस्तो डाँडामा ल ल भगवान् गणेश यता पनि आउनुहुँदो रहेछ सकेन बा सकेन यस्तो छ ओहो अझै वहाँ के हो यार त्यही नै हो जति निन पुग्दैन के हो यो यस्तो देउता त हामी देखेर अझै भाग्दै हो क्या हो परपर त्यसै लाग्यो यस्तो सँग छ ढुङ्गा हेर्नु त हेलिकप्टर चाहिँ यहाँ बस्ने रहेछ दुईवटा छ यो एउटा घुमेर चाहिँ एउटा छ हेलिकप्टर चाहिँ यो डाँडामा रोक्दो रहेछ है त गाइस यता हिउँ खेल्दैछ ल खेल्न ल हिउँ ल खेल्न मजाले खेल्नुहोस् ल यस्तो दिन कहाँ आउँछ र हाम्रो म पनि खेल्छु अब वाइट हेर्नुहोस् वाउ हिउँ खेल्दैछौँ है हामी चाहिँ अब यस्तो छ है बाक्लो यस्तो छ है दामी छ ल हेलिकप्टर उड्यो ल हेलिकप्टर उडेको चाहिँ ल यहाँ चाहिँ
आयो हेलिकप्टर आयो ल फेरि ल गोसाइकुण्डलाई घुमाउँदैछ है उहाँले चाहिँ घुमाउँदै जाँदैछ गोसाइकुण्डलाई घुमाउँदै चाहिँ यात्रा गर्दैछ है त यो चाहिँ कालोकुण्ड भन्नमा भनेर सुनेको छ है यस्तो दामी छ हेर्नुहोस् त कालोकुण्ड ओहो कस्तो दामी क्या है हेर्नुहोस् है यता हेलिकप्टर आउँदैछ कता गयो खोइ यो चाहिँ कालोकुण्ड चाहिँ यति राम्रो सुन्दर आकर्षक छ होइन कालो हरियो ग्रिनरी पनि छ यस्तो चम्किरहेछ नि टल्किरहेछ कि यो देउताकै कारणले होला यस्तो टल्किरहेछ जस्तो ल्यान्ड हुन लाग्छ ल्यान्ड भयो कालोकुण्ड यो चाहिँ देखाएको छ ल गेट आइपुग्यो हामी अहिले गोसाइकुण्ड आइपुगेका छौँ बोल्न नि अलि अप्ठ्यारो भइरहेछ है गोसाइकुण्ड ताल यहाँबाट देखिन्छ अब गोसाइकुण्ड अब हामी दर्शन गर्न जाँदैछौँ है त गोसाइकुण्ड आइपुगेका छौँ हामी यो चाहिँ गोसाइकुण्ड हो हेलिकप्टर पनि हे गाइज हामी गोसाइकुण्ड आइपुगिसक्यौँ फाइनल्ली लामो 2 दिनको यात्रापछि यो ठाउँमा आइपुग्यो र यो दौरानमा हामी धेरै बिरामी भयो सबैजना म आफै पनि औषधि खाँदै टाउको दुखेर अहिले डिएक्सनको मन्दन लगाएको छु एकदमै आँखा हेर्न गाह्रो बोल्न नि गाह्रो भइरहेछ तर पनि यो ठाउँ आइसकेपछि यो ठाउँको प्राकृतिक यो मनमोहकले यो सबैलाई खिचेको छ यति राम्रो छ यो ठाउँ धार्मिक सहिष्णुताले हरेक कुरोले यो शिवजीले चाहिँ आफूलाई पानी प्यास लाग्दाखेरि त्रिशूल गाडेर चाहिँ पानी खाएको भन्ने धेरै किम्बदन्तीहरू छ यद्यपि मलाई पनि सबै कुरा थाहा छैन तर पनि हामी यो ठाउँमा 2 दिनको लामो यात्रापछि आइपुग्यौँ यति थकित र यति गाह्रो हुँदा पनि एक्साइटेड छ नि मनमा चाहिँ एक्साइटेड लेभल चाहिँ घटेको छैन है किनभने यो ठाउँको लागि हामीले धेरै पहिलादेखि प्लानिङ गरेका थियौँ र दुःख कष्ट मेहनत गरेर 2 दिनको लामो यात्रापछि 2 दिनको यो हिँडाइले थकाइले यो ठाउँ चाहिँ एकदमै हाइटमा भएको कारणले चाहिँ अक्सिजनको चाहिँ एकदमै कमी हुन्छ त्यसकारण हामीले अक्सिजनलाई चाहिँ अलि बढाउनलाई कपुरहरू यताउता खाँदै यो ठाउँमा आइपुग्यो अब हामी तल जानेछौँ है त गोसाइकुण्डमा छौँ अहिले एकदमै जाडो अक्सिजनको कम छ त्यही पनि हामी मेहनत गर्दै कोसिस गर्दै
यो ठाउँमा आइपुगेका छौँ। अति नै रमणीय रमाइलो चारैतिर यो डाँडा काँडाले छेकेको हैन, चारैतिर र बिचमा चाहिँ यो कुण्डा छ, गोसाई कुण्डा। यसको धेरै धार्मिक सहिष्णुता मान्यताहरू छ, महत्त्वहरू छ। यो विषयमा हजुरहरूलाई पनि थाहा होला। जीवनमा एकचोटि चाहिँ यो ठाउँ अनिवार्य आउनुपर्ने, सबैले महसुस गर्नुपर्ने छ, आउनुपर्ने छ। त्यसको लागि चाहिँ सबैजनालाई आउनु अनुरोध गर्दछु। एकदमै दुःख कष्ट सहेर चाहिँ यो ठाउँमा हामी लगातार 2 दिनको हिँडाइपछि यो ठाउँमा आइपुगेका छौँ। एकदमै कष्टकर चाहिँ जीवन यात्रा भयो, तर पनि यो ठाउँको लागि, यो भगवानको लागि, महादेवको लागि, भगवान शिवको लागि, गुरु रिम्पोछेको लागि भनेर हामीले एकदमै मेहनत गरेर यो ठाउँमा आइपुगेका छौँ। अब यहाँ हामी स्नान गर्नेछौँ। त्यसपछि अहिले हामी खाली पेट, लगभग खाली पेटै भन्नुपर्छ, खाली पेट जस्तै आएर यहाँ स्नान गर्नेछौँ। त्यसपछि हामी अघि बढ्नेछौँ। अलि उता जान्न सक्दैन, त्यो त त्यही छ त। अनि तपाईँ डुब्दै डुब्दैन त्यहाँ सबसेप गरौँ न। यतै सिधा गए भए हुन्थ्यो नि, किन उता जानु पर्छ? कति किसिम बरफ हुन्छ, बरफ। यो चाहिँ एकदमै आइस छ, बरफ पानी छ, तर पनि पैसा 3 चोटि भयो ल। चिकुरी पार्दै लारे, चिकुरी पार्दै लारे, चिकुरी पार्दै दिक्छ फेरि। चिसो है यो, आइस पानी भन्दा पनि फरक नपर्ला, त्यस्तो चिसो छ। तर पनि हामीले कोसिस गर्दैछौँ है त। त्रिशुलपट्टि सम्झी के सम्झिनु पर्ने सबै बेलुका थिएन मे यहाँनिर अनि पकाउँछ नि त। अब एकचोटि फेरि एकचोटि च्याप्प समय थियो। बाई 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 तेरो भूत प्रेत तेरो चाहिँ सबै छेद बेद सबै तर त्यो दोस्यौँ है। यहाँ जाने हो बाबु? बाबु खोइसक्यो। फेरि एकचोटि है। भाइ भाइ अब छमछम हिँड्न सक्छ, टाउकोदेखि पछि हुन्छ।
सबैजना नुहाउन रेडी छ हामी चाहिँ नुहाएर निस्क्यो एकदमै मजा आयो देउताले भगवान्ले हामीलाई अहिले फ्रेस अनुभव भइरहेछ है स्नान गरेपछि अब हामी पुग्यो कि एकचोटि गर्ने कि तीनचोटि गर्ने यस्तो छ है त लास्ट शिवांत है शिवा शून्य है अनंत है अलख निरंजन है अलख निरंजन है दुख भंजन सबैसम्म हो रिम्पुच्छे होइन त रिम्पुच्छेकोमा हामी यहाँ मूर्ति बनायो भने एकदमै हामीले गुरु रिम्पोछेको चाहिँ यहाँ यो टाँगेर एकदमै एक किसिमको सद्भाव माया दर्शन गरेका छौँ र यो क्षेत्र चाहिँ गुरु रिम्पोछेको क्षेत्र र यहाँ शिव भगवान शिवले चाहिँ त्रिशूल गाडेको भनिन्छ र यो ठाउँबाट चाहिँ अति राम्रो दृश्य हजुरहरूले देख्न सक्नुहुनेछ। मेरो बानीको नि के दिँदा धन्यवाद तपाईलाई है। भन्यो
छोड्ने बित्तिकै टिपिहाल्छ। फाइनल्ली हामीले नुहाएर स्नान गरेर यहाँ दर्शन गऱ्यौँ र यो क्षेत्र चाहिँ गोसाइकुण्डा चाहिँ समुद्री सतहबाट लगभग 4,380 मिटर हाइटमा छ र यो चाहिँ एकदमै यस्तो चिसो होइन एकदमै हाइटमा छ। हजुरहरूलाई मैले अघि पनि जानकारी गराइसकेँ, चारैतिर यस्तो छ है। हजुरहरूलाई पनि यो क्षेत्रमा एकचोटि दर्शन गर्नलाई जीवनमा एकचोटि भए नि दर्शन गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। अब चाहिँ हामी त्रिशुल भएको एरियामा जाँदैछौँ। त्रिशुल भएको एरिया चाहिँ यहाँबाट प्ले रजिस्टर के लेखेर छ होइन, यताबाट हेलिकप्टर उड्न लगाएर छ। हेलिकप्टर उड्यो। फेरि अर्को हेलिकप्टर आइसकेको छ। यहाँ हेलिकप्टर चाहिँ नन स्टप आएको है। हजुरहरू पनि हिँड्न समस्या छ भने हेलिकप्टर मार्फत पनि आउन सक्नुहुनेछ। मेरिना र म हिँड्दा छु। कस्तो लागिरहेछ? कस्तो भइरहेछ? बोली नै फुटेको छैन क्या? जति धेरै बोल्यो त्यति अक्सिजनको कमी महसुस हुँदो रहेछ। यो एकदम हाइटमा छ नि त, त्यही भएर नबोलेको क्या म अघि। बोल्यो भने झन् स्वास हुन्छ, बोलायो भने अक्सिजन पुग्छ कि। यहाँ चाहिँ अलिकति अक्सिजनको समस्या भएको कारणले बोलेर हिँड्न पनि गाह्रो होइन, अनि सास फेर्न एकदमै गाह्रो हुने धेरै समस्याहरू आउँदो रहेछ। त्यसकारण यो कागतीहरू होइन अनि कपुर चाहिँ लिनुपर्ने रहेछ। त्यसले चाहिँ अलिक सहज बनाउँदो रहेछ। होइन भने यो ठाउँमा चाहिँ जो कोही लाउन अलि अप्ठ्यारो छ। तर यो ठाउँ एकचोटि चाहिँ सबै आउनै पर्छ, किनभने जीवनमा धर्म कमाउनु पनि ठुलो कुरा हो। यहाँ आउनु भनेको धर्म कमाउनु हो। देउतालाई भेट्न त्यति सजिलो छैन, तर पनि मनले चाह्यो भने एकदमै सजिलो छ भन्ने उदाहरण हामीले पाइसक्यौँ होइन। केही छैन, यस्तो छ। के भयो? हे गाइज, फाइनल्ली हामी गोसाइकुण्डाको दर्शन गरेर महादेवको दर्शन गरेर हामी फर्किँदैछौँ। यात्रामा धेरै नै दुःख कष्टहरू भयो र अब ओह्रालो कति दुःख हुने हो, कति कष्ट हुने हो त्यो अब हेर्न बाँकी नै छ। तर उकालोमा चाहिँ हामीलाई अलमोस्ट एक दिन हाफ, लगभग 1.5 दिन भनौँ होइन, त्यति चाहिँ लाग्यो। एकदमै कष्ट थियो। तर अब ओह्रालोमा हेर्नु छ कस्तो हुन्छ भनेर हालत यस्तो छ है।
लेक लगाएर अक्सिजनको कमी, सास फेर्न गाह्रो हैन, त्यस्तो भइरहेछ। कस्तो भयो दाइ तपाईँलाई? अनि अहिले चाहिँ मैले औषधि ल्याएको छु हैन, औषधि लिने समय पुगेँ म। अक्सिजन चाहिँ एकदमै कमी। अक्सिजन हुने पनि कसरी लो भन नि, यहाँ रुख बिरुवा एउटा छैन, कहाँबाट आउने अक्सिजन? केही छैन। रुख बिरुवा नभएपछि कहाँबाट पाउने अक्सिजन? त्यही भएर गाह्रो छ। तर तीर्थयात्रा हो, दुःख कष्ट त भइहाल्छ नि होइन अनि। ल यो घोडा त सिङ रहेछ नि दुईटा। फरक रहेछ दाइ। कस्तो भइरहेछ घोडा चढ्नु? भइरहेछ घोडाको यात्रा। घोडा दुखेर बिजोग भयो हो, त्यही भएर घोडा चढ्नु भयो। गाइज हामी दोस्रो दिन चाहिँ यता तल धिम्सा भन्ने ठाउँमा बसेर फर्किँदैछौँ। अब फेरि निरन्तर ओह्रालो लागिरहेछौँ है, यसरी यस्तो छ, ओह्रालो लाग्दैछौँ। आज चाहिँ बेलुकासम्म घर पुगिन्छ भन्ने आशा छ। एकदमै 2 रात बस्यो हामी, बस 2 रात है। रमाइलो भयो यात्रा। अब हामी धिम्साबाट धुन्चे लगभग 6-7 घन्टा हिँडी पुगिन्छ भन्ने आशा छ। हेरौँ के हुन्छ है। मेरो पछि चाहिँ ट्याक्क घोडा पनि आइरहेछ है। हामी चाहिँ धिम्सा भन्ने ठाउँमा बसेर दोस्रो रात चाहिँ धिम्सा भन्ने ठाउँमा बसेर यता फर्किँदैछौँ है। र यता घोडा हो कि खच्चडको? ए घोडा हो। मजाले उहाँले चाहिँ भारी बोक्नुहुन्छ, मान्छेहरूलाई पनि बोक्नुहुन्छ होइन। रमाइलो छ। यता चाहिँ जाने हुन्छ यस्तो जङ्गल छ है। पारिपट्टिको जङ्गल हेर्नु त, ओहो घनघोर जङ्गल। हेर्नुहोस्, कोही माथि जाने, कोही तल झर्ने। मान्छेको त अलिकति साइड लाउनु। हान्दैन। यता कोही माथि, कोही तल। हेर्नुहोस् लौरी बिनाको उकालो त मलाई चाहियो। मेरो झोला के छ? लौरी बिनाको उकालो चढ्नु छ। घुँडाको दुख्ने औषधि अहिले खायो भने अहिले त्यस्तो हुन्छ? हो कि नखाऊ? केही दुखेन, घुँडा मात्रै दुख्यो भने। अन्त यत्रो हिँडेपछि दुख्छ क्या, टेन्सन नलियो एकछिन त। केही दुखेको छैन, घुँडा मात्रै दुख्यो। तिमी अघि भन्दा त हिँडेछ है? अघि सुरुमा त कस्तो हिँडेकै थिएन। ल होइन, हामीलाई त यहाँ पछाडिबाट चाहिँ फेरि फोन गरेर चाहिँ बस 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 भन्छ। हामी सँगसँगै भइरहेछ है हिजोदेखि। ठिक छ ल, सँगसँगै भइन्छ। हामीले खाने हो चिया दिन। पहिलो जुनीमा हामी दाजुभाइ रहेछ। तपाईँहरू अलिकति तल झर्नुभयो, हामी उहिले। अहिले चाहिँ हामी खाजा खाएर मजाले बसिरहेछौँ है। यसरी पुरा खाजा खानेहरू यस्तो छ होइन, एकदम चिल पारामा बसिरहेछ। यो पुल यस्तो राम्रो युनिक पुल छ। यो चाहिँ टक्क चढ्नलाई नै आनन्द लाग्ने यस्तै है।
आनन्द लाग्ने खालको एकदमै राम्रो छ ल गार्नु हो अहिले हामी ठ्याक्कै यो खोलामा आइपुग्यो यहाँ चाहिँ मान्छेहरू नुहाउने यताउता नि गर्ने गर्छ अझ माथि झर्ना छ त्यहाँनिर नुहाउने गर्छ त्यहाँनिर चाहिँ भिडभाड भएर हामी चाहिँ यता आयो होइन हेर्नुहोस् त कस्तो छ है जिन्दगी चिल छ बिन्दास छ होइन रमाइलो भइरहेको छ सबै दाजुभाइहरू आउँदैछ सबैजना होइन यहाँनिर चाहिँ पुरै लाली गुराँस फुलेको छैन मजाले फुलेको अब चाहिँ हामी धुन्चेबाट हिँडेको सक्यो अब यात्रा अब हामी डाइरेक्ट पटारमा है त धुन्चेबाट हिँड्यो है त धुन्चेमा यो होटलमा खाना खाएर थकाली खाना खाएर हामी अब नुवाकोट बटारको यात्रा गन्तव्यमा पुग्नेछौँ